सर्वप्रथम त यो मिडियाबाट यो समाचार हेरिरहनुभएका सम्पूर्ण मान्यहरू नमस्कार। सिद्धि केदार विद्यालयलाई अहिले पछिल्लो समयमा विद्यालयले गरेको प्रयत्नमा अभिभावकज्यूहरूले विश्वास गर्नुभएको छ। नतिजा उत्कृष्ट आएको छ। त्यो नतिजाप्रति सबै विश्वस्त हुनुहुन्छ। विद्यालयले एउटा शिक्षण सिकाइ भन्नुभन्दा पनि त्योभन्दा बाहेकका अतिरिक्त क्रियाकलापहरूमा पनि विशेष ध्यान दिएको छ। अनुशासनमा ध्यान दिएको छ। विद्यालयले पठन पाठनको समयमा शिक्षकहरूले अति मेहनतका साथ काम गरिरहेको अभिभावकले बाहिर मूल्याङ्कन गरेका छन्। विद्यालय एउटा समाजभित्रको सानो समाज हो र हामीले भित्र गरेका गतिविधिहरू सम्पूर्ण गतिविधिका कुराहरू समाजसम्म अटोमेटिक पुगिरहेका हुन्छन्। हामीले प्रचार प्रसार गरिरहनु पर्छ जस्तो मलाई लाग्दैन। त्यसैको प्रभाव हुनसक्छ। अहिले अब धेरै त नभनौँ, केही मात्रामा प्राइभेट संस्थागत विद्यालयहरूबाट पनि विद्यार्थीहरू हाम्रोमा भर्ना हुँदै आइरहेका छन्। यसको राज चाहिँ के हो खासमा? यसको राज के भने हामीले पछिल्लो समयमा हाम्रो विद्यालयमा कार्यरत हामी 4 जना शिक्षकहरूले आफ्ना बालबालिकाहरूलाई हामीले पनि आफ्नै विद्यालयमा भर्ना गऱ्यौँ। यो हामीले कुनै समितिको, कुनै सरकारको कसैको दबाबमा पर्नुभन्दा पनि हाम्रो स्वेच्छाले हामीले भर्ना गरेका हौँ। हाम्रो पढाइप्रति हामीलाई विश्वास लागेर भर्ना गरेका हौँ। हिजोका दिनमा किन गरेन भन्ने प्रश्न पनि उठ्न सक्छ। तर हिजोका दिनमा के भयो भने हामीले यो बेसबाट इङ्ग्लिस मिडियम बनाएर जो ल्याउँदाखेरि हाम्रा बच्चाहरू अलि माथिल्लो क्लासमा पुगिसकेका थिए। त्यही भएर हामीले त्यतिखेर ल्याउन सकेका थिएनौँ। बाहिरबाट बारम्बार अभिभावकको जनगुनासो आइरहन्थ्यो। तर हामी के भन्थ्यौँ भने हामी पक्कै हाम्रो विद्यालयमा ल्याउँछौँ, तर त्यो अवस्था हामीले बनाउन सकेका छैनौँ, तब रोकिआउँ भनेर भन्थ्यौँ। अहिले हामीले 4 जना, म स्वयं अनि त्यसपछि एकजना तिलक सार्के सर हुनुहुन्छ, अन्मा कुमारी विष्ट म्याम, बिनु चौधरी म्याम र म, हामी 4 जनाले आफ्नो बालबालिकाहरूलाई हामीले आफ्नै विद्यालयमा प्राइभेटबाट ल्याएर भर्ना गरेका छौँ। गरेपछि प्राइभेट विद्यालय जस्तै सामुदायिक विद्यालयलाई चाहिँ शैक्षिक गुणस्तर सुधार गर्न सकिँदो रहेछ भन्ने एउटा उदाहरण सिद्ध केदारले गरेको छैन? एकदम हामी पुरा प्रयासमा छौँ, भरमजदुर प्रयास गरेका छौँ। आज पनि हाम्रो 15 मिनटको छोटो बैठक बसेको थियो। स्मार्ट मिटिङ भनेको थियौँ हामीले त्यसलाई, स्टाफको स्मार्ट मिटिङ। र स्मार्ट मिटिङमा सामान्य हाम्रो त्यही कुराहरू मात्रै थियो। आगामी वर्ष के गर्ने, हाम्रो पहिलो कुरा के थियो आगामी वर्षको भने टाइम फुल म्यानेज गर्ने र फुल टाइमको म्यानेज गरेर काम गर्ने। हाम्रो पहिलो प्राथमिकताका लागि आज पहिलो एजेन्डा नै त्यही थियो। फुल टाइम प्रयोग गरौँ, क्लासमा 2 मिनटभन्दा ढिलो कोही नपुगौँ, 2 मिनट पनि टाइम वेस्ट नगरौँ, क्लासभित्र टाइममा पुगौँ भन्ने आजको एजेन्डा पहिलो यो शून्य समय जस्तै एजेन्डा राखेका थियौँ हामीले स्मार्ट मिटिङको। हामीले प्रायः हरेक महिनाको अन्तमा स्टाफ मिटिङ राख्छौँ र स्टाफ मिटिङमा यस्ता महत्त्वपूर्ण कुराहरूलाई ल्याएर आउँछौँ र आजको मिटिङमा त्यो थियो। इङ्ग्लिस र नेपाली दुवै मिडियममा चाहिँ अध्ययन अध्यापन हुन्छ? एकदम नर्सरीदेखि कक्षा 5 सम्म इङ्ग्लिस मिडियम पुगेको छ। 6, 7, 8मा नेपाली मिडियम छ र पढाइ हाम्रो प्रयत्नबाट राम्रै गरिरहेका छौँ। अनि आजकै मिटिङको एउटा अर्को एजेन्डा के थियो भने गत वर्षको हाम्रो परिश्रमलाई 50% मानौँ र यस वर्ष 100%का लागि तयारी गरौँ भन्ने हाम्रो एउटा त्यो प्रस्ताव पनि थियो। मैले यहाँ मार्फत सबैलाई यो पनि जानकारी गराएँ। यहाँको विद्यालयमा विद्यार्थी सङ्ख्या चाहिँ कति छ? अहिले हाम्रो आजको डेटसम्म भर्ना भएको विद्यार्थी सङ्ख्या 182 जना। हजुर, यस्तै चाहिँ शैक्षिक सुधारका निमित्त होइन सरकारवाला अथवा सम्बन्धित निकायलाई के भन्न चाहनुहुन्छ? मेरो अरू कसैसँग केही भनाइ छैन। म मात्र यति भन्छु कि सरकारी विद्यालयमा, सामुदायिक विद्यालयमा शिक्षकहरू अब्बल छन्। उहाँहरूमा क्षमता छैन भन्ने कुरो हुनै सक्दैन। मेहनत गरेर मेरो पेसा के हो र म कुन पेसामा काम गर्नका लागि आफ्नो जीवन समर्पित गरेको छु भन्ने सेवाभाव राखेर आफ्नो कर्तव्यलाई नबिर्सेर शिक्षकहरूले काम गरिदिनु पर्यो। अनि शिक्षकहरूले त्यसरी काम गरिसकेपछि अभिभावकहरूले अटोमेटिक विश्वास गर्छ। मैले मेरो विद्यालयमा पाएको अनुभवबाट अभिभावकहरूले आफै अनुभव गर्छ भन्ने कुरो हो। मैले एउटा सामाजिक सञ्जालमा अस्ति एउटा सानो पोस्ट पनि गरेको थिएँ। म कुनै अभिभावकसँग फकाउनका लागि घर दैलो गर्दिनँ भनेर भनेको पनि थिएँ। र 2 वर्ष अगाडि हामीले 82 देखि लास्ट घर दैलो हाम्रो 82 को सुरुमा हुन्छ र 82 को अन्तदेखि हामी अभिभावकको घर दैलो गर्दैनौँ। कसैको कुनै बच्चालाई फकाएर ल्याउँदैनौँ। हामी क्वालिटी दिन्छौँ। त्यो क्वालिटी देखेपछि अभिभावकले विश्वास गर्छ र आफै आफ्नो नानी बाबुहरूलाई हामी कहाँ लिएर आउनुहुन्छ भन्ने विश्वास थियो। त्यो विश्वास हामी अहिले जितिरहेका छौँ। अन्तमा स्थानीय सरकारलाई के भन्नु छ?
स्थानीय सरकारलाई अहिलेसम्म सबैले सहयोग गर्नुभएको छ। स्थानीय सरकारले पनि सबैतिरबाट सहयोग गरेकै हो। विद्यालयमा अहिले त्यस्तो सानोतिनो समस्या भन्ने कुरा केही पनि छैन। प्राविधिक रूपमा पनि विद्यालयमा प्रविधियुक्त सामग्रीहरू छन्। स्थानीय सरकारले नि सहयोग गरेको छ। वडा कार्यालयबाट पनि हामीले पाउनुपर्ने सहयोग पाएकै छौँ। त्यति मात्रै हो कि यो दरबन्दी मिलान नभएको कारणले गर्दाखेरि हाम्रो अब नर्सरी एलकेजी युकेजी जुन अहिले ECD क्लासमा काउन्ट हुन्छ, त्यहाँ आजको डेटसम्म पनि भर्ना भएको विद्यार्थी सङ्ख्या 154 जना 54 जना छ। त्यो 54 जनामा हामीले कम्तीमा 3टा दरबन्दी पाउने ठाउँमा हाम्रो विद्यालयमा एउटा मात्रै दरबन्दी छ। र हामीसँगै छिमेकमा रहेका जहाँ 5 जना पनि बाल विकासमा बालबालिकाहरू भर्ना छैनन्, त्यहाँ 2टा 3टा दरबन्दी रहेको अवस्था छ। त्यही भएर स्थानीय निकायले यो कुरालाई ध्यान दिएर दरबन्दी म्यानेज गरिदियो भने हामीले जो अब निजी स्रोतबाट शिक्षकको व्यवस्थापन गर्नु परेको छ त्यसमा अलिक सहजता हुन्थ्यो। म त्यही अपेक्षा राख्न चाहन्छु। समय दिनुको महत्त्वपूर्ण विचारका लागि यहाँलाई धन्यवाद। हस्, मेरो विचार सम्प्रेषण गरिदिनु भएकोमा धन्यवाद।